नमस्ते दर्शक साथीहरू, तपाईको मनपर्ने बुक समरी च्यानलमा स्वागत छ। आज हामी एउटा यस्तो किताबको कुरा गर्दैछौं जसले तपाईको जीवनलाई सधैँको लागि खुशी र अर्थपूर्ण बनाउन सक्छ। इकिगाई, द जापानिज सिक्रेट टु अ लङ एन्ड ह्याप्पी लाइफ। के तपाईले थाहा छ, जापानको ओकिनावा टापुमा मानिसहरू 100 वर्षभन्दा बढी बाँच्छन् र सधैँ हाँस्दै खुशी रहन्छन्। उनीहरूको रहस्य के हो? यो किताबले त्यही जापानी रहस्य खोल्छ। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् किनभने तपाईले आफ्नो जीवनमा तुरन्तै लागू गर्न सकिने गजबका टिप्सहरू पाउनुहुनेछ। आउनुहोस् सुरु गरौं। साथीहरू, इकिगाई किताबले हामीलाई एउटा यस्तो जापानी अवधारणा सिकाउँछ जसले जीवनमा सन्तुलन, खुशी र उद्देश्य कसरी पाउने भन्ने कुरा बताउँछ। नेपाली समाजमा हामी धेरै कुरामा व्यस्त हुन्छौं, परिवार, जागिर, पढाइ, सामाजिक दायित्व, तर कहिलेकाहीँ हामी आफैलाई बिर्सन्छौं, होइन त? हामीलाई लाग्छ खुशी र सन्तुष्टिको लागि धेरै पैसा, ठूलो सफलता वा कुनै ठूलो कुरा चाहिन्छ। तर इकिगाईले भन्छ, साना साना कुराहरूले नै तपाईको जीवनलाई लामो र खुशी बनाउन सक्छ। यो किताब नेपाली दर्शकका लागि किन खास छ? किनभने हाम्रो संस्कृतिमा पनि सादगी, परिवार र समुदायको महत्व छ र यो किताबले त्यसलाई जापानी तरिकाले जोड्छ। इकिगाईको अर्थ हो जीवनको कारण वा बिहान उठ्ने कारण। यो जापानी शब्दले तपाईको जीवनको उद्देश्यलाई जनाउँछ। किताबमा लेखकहरू हेक्टर गार्सिया र फ्रान्सिस्को मिरालेसले ओकिनावाका बुढापकाहरूको जीवन अध्ययन गरेर यो रहस्य पत्ता लगाए। इकिगाई 4 कुराको सन्तुलन हो। 1. तपाईलाई मन पर्ने कुरा, जस्तै गीत गाउने, बगैँचामा काम गर्ने। 2. तपाईमा राम्रो सिप भएको कुरा, जस्तै खाना पकाउने, लेख्ने। 3. विश्वलाई चाहिएको कुरा, जस्तै अरूलाई सिकाउने, समाजलाई योगदान दिने। र 4. जसबाट तपाईले पैसा कमाउन सक्नुहुन्छ, जस्तै जागिर, व्यवसाय। यी 4 कुराको बीचमा जो बिन्दु छ त्यही हो तपाईको इकिगाई। उदाहरणको लागि, यदि तपाईलाई खाना पकाउन मन पर्छ, तपाई त्यसमा राम्रो हुनुहुन्छ, समाजलाई स्वस्थ खाना चाहिएको छ र तपाईले रेस्टुरेन्ट खोलेर पैसा कमाउन सक्नुहुन्छ, त्यो हो तपाईको इकिगाई। नेपाली परिप्रेक्ष्यमा यो जस्तै हो, आफ्नो गाउँमा बनेको अर्ग्यानिक खाना बेचेर परिवार र समुदायलाई फाइदा पुर्याउनु। मुख्य पाठ 1. साना कुरामा खुशी खोज्ने। किताबमा एउटा मुख्य पाठ छ, साना साना कुरामा खुशी खोज्नु। ओकिनावाका मानिसहरू ठूला ठूला कुराको पछि लाग्दैनन्। उनीहरू बिहान उठेर बगैँचा गोड्छन्, साथीहरूसँग चिहा पिउँछन् र साधारण जीवनमा रमाउँछन्। किताबमा एउटा उदाहरण छ, एक 90 वर्षीय महिलाले हरेक दिन बिहान आफ्नो बगैँचामा काम गर्छिन्। यो उनको इकिगाई हो किनभने यो उनलाई शान्ति दिन्छ, उनको स्वास्थ्य राम्रो राख्छ र समुदायलाई पनि ताजा तरकारी दिन्छ। नेपालमा पनि हामी यस्तै गर्न सक्छौं। जस्तै तपाईलाई बिहान चिहा बनाएर परिवारसँग कुरा गर्न मन पर्छ। यो सानो कुरा तपाईको इकिगाईको हिस्सा हुन सक्छ। किताबले भन्छ, हरेक दिन एउटा सानो काम जसले तपाईलाई खुशी दिन्छ, त्यसलाई निरन्तर गर्नुहोस्। यो नेपाली संस्कृतिमा पनि मिल्छ, जस्तै बिहान मन्दिरमा पूजा गर्नु वा साँझ परिवारसँग बसेर खाना खानु। यी साना कुराले तपाईको जीवनलाई लामो र खुशी बनाउँछ। मुख्य पाठ 2. फ्लोमा रहने कला। इकिगाईले अर्को महत्वपूर्ण पाठ सिकाउँछ, फ्लोमा रहने कला। फ्लो भनेको त्यो अवस्था हो जब तपाई कुनै काममा यति मग्न हुनुहुन्छ कि समय बितेको पत्तै हुँदैन। किताबमा एउटा उदाहरण छ, ओकिनावाको एक माझीले हरेक दिन समुद्रमा माछा मार्न जान्छन्। यो उनको काम मात्र होइन, उनको इकिगाई हो, किनभने उनी त्यसमा रमाउँछन् र समय बिर्सन्छन्। नेपालमा पनि यस्ता धेरै उदाहरण छन्, जस्तै ढाका बुनाई गर्ने कारिगरहरू जो घण्टौं बुनाईमा डुब्छन्। तपाईको फ्लो के हुन सक्छ? सायद गीत लेख्ने, नाच्ने वा किताब पढ्ने। किताबले भन्छ, आफ्नो फ्लो पत्ता लगाउनु र त्यसलाई हरेक दिन समय दिनुहोस्। यो नेपाली दर्शकका लागि उपयोगी छ किनभने हामी धेरै कुरामा व्यस्त हुन्छौं तर आफूलाई मन पर्ने कामको लागि समय निकाल्न बिर्सन्छौं। आजै सोच्नुहोस्, तपाईलाई कुन कामले यति रमाइलो दिन्छ कि समय बितेको थाहै हुँदैन। मुख्य पाठ 3. समुदाय र सम्बन्धको महत्व। इकिगाईले भन्छ, लामो र खुशी जीवनको अर्को रहस्य हो समुदाय।
ओकिनावामा मानिसहरू मोआई भन्ने साना समूह बनाउँछन् जहाँ उनीहरू एक अर्कालाई सहयोग गर्छन्। किताबमा एउटा उदाहरण छ। एक समूहका बुढापकाहरू हरेक साँझ भेट हुन्छन्, कुराकानी गर्छन् र एक अर्काको समस्यामा साथ दिन्छन्। यो समुदायले उनीहरूलाई स्ट्रेस मुक्त राख्छ। नेपाली संस्कृतिमा यो कुरा पहिल्यै छ। हाम्रो गाउँमा, परिवारमा वा साथीसँगको भेटघाटले हामीलाई बल दिन्छ। उदाहरणको लागि, तपाईको गाउँमा तीजको बेला सबै जम्मा भएर नाच्ने गाउने परम्परा छ हैन? यो पनि तपाईको इकिगाईको हिस्सा हुन सक्छ। किताबले सुझाव दिन्छ, आफ्नो परिवार र साथीहरूसँग समय बिताउनुहोस्, किनभने यो तपाईको जीवनको आधार हो। अब प्रश्न आउँछ, हामी यो इकिगाई आफ्नो जीवनमा कसरी लागू गर्ने? किताबले केही सामान्य टिप्स दिन्छ। 1. आफ्नो रुचि पत्ता लगाउनुहोस्। तपाईलाई कुन कामले सधैँ खुसी दिन्छ? डायरी लेखेर पत्ता लगाउनुहोस्। 2. सानो सुरुवात गर्नुहोस्। हरेक दिन 10 मिनेट आफूलाई मनपर्ने काममा समय दिनुहोस्। 3. समुदायसँग जोडिनुहोस्। परिवार वा साथीहरूसँग नियमित भेटघाट गर्नुहोस्। 4. स्वास्थ्यमा ध्यान दिनुहोस्। ओकिनावाका मानिसहरू स्वस्थ खाना खान्छन् र हल्का व्यायाम गर्छन्। तपाई पनि बिहान हिड्ने वा योग गर्ने बानी बनाउन सक्नुहुन्छ। नेपालमा यो लागू गर्न सजिलो छ। जस्तै तपाईको गाउँमा साझा साथीहरूसँग कुराकानी गर्ने वा बिहान बगैँचामा काम गर्ने बानी बनाउन सक्नुहुन्छ। साथीहरू, इकिगाईले हामीलाई सिकाउँछ, जीवन ठूलो कुरामा होइन, साना साना खुशी र उद्देश्यमा हुन्छ। आजै आफ्नो इकिगाई खोज्ने प्रयास गर्नुहोस्। यो भिडियो मन परे भने लाइक गर्नुहोस्, कमेन्टमा तपाईको इकिगाई के हो भन्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा अझ रोचक किताबको समरी लिएर फर्किनेछु। नमस्ते र सधैँ खुसी रहनुहोस्।